मलाई कोरिया पठाउने सर कोरियामै यसरी भेट्न आउनुभयो। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। च्यालेन्जको 40 दिनसम्म 8 केजी वेट लस गरेर मैले रेगुलर च्यालेन्ज कम्प्लिट गरिरहेको छु। आज पनि बिहानै उठेर रनिङ गरेपछि हामीले एकछिन फुटबल खेल्यौं। 45 मिनटको मर्निङ एक्सर्साइज पछि हामी रुमतिर फर्किँदैछौँ। मलाई थाहा छ हजुरहरू पार्ट 2 को पर्खाइमा हुनुहुन्थ्यो, सो त्यसपछिको मोमेन्टहरू इन्जोय गरौँ है त। सरसँगै गाउँघरका दाजुभाइहरू रातभरि इन्जोय गरेपछि हामी बिहान घुम्न बाहिर निस्कियौँ। कोरियन भाषा पढाउने सरसँग लामो समयपछि कोरियामै भएको भेटलाई हामी सबैले एकदमै स्पेशल बनाउँदै थियौं। सर एकदमै खुसी हुनुहुन्थ्यो। मैले सरसँग लामो समयसम्म डिफ्रेन्ट टपिकमा कुराकानी गरेँ। विशेष गरेर सर कोरियामा हाम्रो जनजीवन बुझ्न आउनु भएको रहेछ र यो एउटा रमाइलो कुरा पनि हो, एउटा राम्रो कुरा पनि हो। सरले कोरिया पठाउने मात्रै पनि होइन, कोरिया आइसकेपछि विद्यार्थीहरूलाई के कस्तो छ भनेर यहाँ यसरी बुझ्नु पनि हाम्रो लागि पनि राम्रो विषय हो र सरका लागि पनि एउटा राम्रो प्लस पोइन्ट हो हैन। नर्मल्ली कोरियन ल्याङ्ग्वेज जसले पनि पढाउँछ, तर स्टुडेन्टहरूलाई कोरिया पठाइसकेपछि यसरी कोरियामै आएर हाम्रो सुख दुःखमा चासो राख्ने शिक्षक एकदमै कम हुन्छन् है। कर्णाली प्रदेशमा हुनुहुन्छ र कोरिया आउन चाहनुहुन्छ भने ट्रस्ट एजुकेसन सेन्टरलाई नबिर्सनुहोस् है त। अनेस्टली गाइज, मैले विज्ञापन गरेको होइन है, जस्ट मेरो अनुभव सेयर गर्दैछु, बाँकी हजुरको इच्छा। सर लगायत दाजुभाइ हामी सबैको भेटलाई अविस्मरणीय बनाउँदै भोलिपल्ट बिहान हामी सबै छुट्टियौं। दाइले चाहिँ एकछिन हामीलाई नै टाइम दिनुहुने भयो। उहाँको चाहिँ कोरियामा 7 वर्ष भइसक्यो, सो मैले नथा पाएको कुराहरू धेरै सिकाउनु भयो। नेक्स्ट टाइम छुट्टीमा भेटेर घुम्ने बाचा सहित दाइ पनि हामीसँग छुट्टिनु भयो। बिहानको खाना खाने टाइम भइसकेको थियो, सो त्यसपछि हामी नेपाली रेस्टुरेन्टमा गएर खाना खायौं। देन हामी आफ्नो कम्पनीमा फर्किने तयारीमा लाग्यौं। स्टेसनमा हामीले दिदीलाई पनि भेट्यौं। दिदीलाई मैले नेपालमै चिनेको थिएँ, उहाँ पनि हाम्रो कम्पनी नजिकै फुड कम्पनीमा काम गर्नु हुँदो रहेछ। सो फाइनली गाइज, म चाहिँ अब आफ्नै कम्पनीतिर पुगेँ है त। थ्याङ्क यू सो मच गाइज, एभ्री स्टेप हेज अ स्टोरी।